हेलो साथीहरु नमस्ते। फेरि पनि स्वागत गर्न चाहन्छु आजको शेयर सम्बन्धी लेटेस्ट अपडेटमा। साथीहरु फाइनली सान्भी इनर्जीको आईपीओ बाँडफाँड मिति सार्वजनिक भइसकेको छ। यस भिडियोमा हजुरले सान्भी इनर्जीको आईपीओ कहिले खुल्छ, कस्तो कम्पनी हो, कति किता आउँदैछ जस्ता सम्पूर्ण कुराको बारेमा जान्नु हुनेछ। हस्ता लागौं भिडियोतर्फ। यसले भर्खर मात्रै फरेन एम्प्लोइका लागि अर्थात वैदेशिक नेपालीका लागि आईपीओ बाँडफाँड गरिसकेको छ र अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ। यस सान्भी इनर्जीको हालको चुक्ता पुँजी 88 करोड रुपियाँ रहेको छ र यही चुक्ता पुँजीको 43.07% अर्थात 37 करोड 90 लाख रुपियाँ बराबरको शेयर निष्कासन गर्नेछ। यस कम्पनीले 37,90,000 किता शेयर निष्कासन गर्दैछ र एउटा किताको मूल्य अन्य कम्पनीको जस्तै 100 रुपियाँ हुनेछ र 37,90,000 किता मध्ये 8,80,000 किता आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याएको छ। त्यसैगरी म्युचुअल फन्डका लागि 1,45,000 किता र आफ्ना कर्मचारीहरूको लागि 58,200 किता छुट्याइसकेपछि हामी जस्ता सर्वसाधारणका लागि 24,15,300 किता शेयर निष्कासन गर्नेछ। यस कम्पनीको प्रति शेयर आम्दानी अर्थात ईपीएस 17 रुपियाँ 3 पैसा रहेको छ, जसले यो कम्पनीको वित्तीय अवस्था एकदमै राम्रो छ भन्ने जनाउँछ। हाइड्रो पावर अन्तर्गत रहेको यस कम्पनीको आर्थिक वर्ष 2080-81 अनुसार नेटवर्थ 120 रुपियाँ 74 पैसा रहेको छ, जसको 3 गुणा 360 रुपियाँसम्म यसको ओपनिङ प्राइस हुनेछ भनेर हामीले बुझ्न सक्छौं। यस कम्पनीको बिक्री प्रबन्धकको रूपमा चाहिँ नेपाल एसबीआई मर्चेन्ट बैंक लिमिटेड रहेको छ। हजुरले जेठ महिनाको 9 गतेदेखि यस कम्पनीमा आवेदन दिन सक्नुहुन्छ र यस कम्पनीको आईपीओ 2,41,530 जनालाई पर्नेछ। त्यसको लागि तपाईलाई बेस्ट अफ लक भन्न चाहन्छु। साथीहरु भिडियो हेर्नको लागि धन्यवाद। फेरि पनि भेटिनेछौं यस्तै भिडियोको साथमा।